धेरैजनाले भन्नुभएको छ कि सर्टको आर्मोलको गहिराई अथवा आर्मोलको लम्बाइ चाहिँ कसरी लिने हो भनेर भन्नुभएको छ। यसको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भनेपछि यहाँ माथि चाहिँ यो यताको सिधा लाइन छ, यो लाइनबाट 2 इन्ची 1.5 इन्ची बराबर डाउन गर्नुपर्छ हैन। मैले यसको चाहिँ 1.5 इन्ची बराबरको डाउन गरेको छु। अनि यसको माथि चाहिँ यो माथिको लाइनमा यो छ, तलको लाइनमा यो छ हैन। अनि त्यस पछाडि चाहिँ यसको लम्बाइ यो कसरी लिने हो भन्दाखेरि अनि 37 लाई भागा 4 गरेर लग्ने हैन। 37 लाई भागा 4 गर्दाखेरि कति भयो? 9 इन्ची 2 सुत 9.5 इन्ची यो भयो हैन। यो माथिबाट यसरी लिने, यसमा चाहिँ 1.5 इन्ची यो माइनस भइहाल्छ। 1.5 इन्ची अथवा 2 इन्ची कोही त्यस्तै खालको बडी स्ट्रक्चर भएको मान्छे हुन्छ, कसैको चाहिँ अलिकति माथिको भाग ठुलो हुन्छ, तलको भाग सानो हुन्छ, डाउन हुन्छ, त्यस्ताको लागि चाहिँ 2 इन्ची लिन सकिन्छ हैन। अनि नर्मल मान्छेको लागि 1.5 इन्ची लिएर काट। अनि यहाँनिरबाट यस्तो तरिकाले यो गहिराइ लिने। त्यस पछाडि गएर यसको चौडाइ कति लिने भन्दाखेरि तिराको भागा 2 गर्ने। 17 इन्ची तिरा छ, तिराको भागा 2 गर्दा 8.5 भयो। अनि त्यसमा चाहिँ मैले आधा इन्ची सिलाइको भनेर 9 इन्ची लगेको छु। यसैलाई नै बराबर गरेर यहाँ तल लग्ने, यसमा चाहिँ 1.5 इन्ची यहाँ घटाइदिने। 1.5 इन्ची घटाएर यो लग्ने। यस्तो गहिराइ गरेर खोल्नको लागि यो लग्नुपर्छ है। यो काखीको लागि चाहिँ यसरी नै तपाईहरुले काट्न सक्नुहुन्छ।